गुड मर्निङ दिल्ली। बिहानको सुरुवात मिठो चियाको साथमा हुन्छ। आज थियो हामी दिल्लीमा अनि दिल्लीमा एकदम मेन ठाउँमा दिल्लीको एकदम फेमस ठाउँहरू घुम्ने दिन थियो हाम्रो। अनि निस्क्यौँ हामी घुम्नको लागि। दिल्लीको रोडमा गाडीमा बसेर आनन्द लिँदै हामी हिँडिरहेका थियौँ। अनि पुग्यौँ हामी इन्डिया गेट। इन्डिया गेटमा यसरी सब फ्यामिलीसँग यसरी घुम्न पाउँदाको मजा त छुट्टै नै थियो इन्डिया गेटमा। अनि त्यसपछि हामी यहाँ सबैजनाले भिडियो गऱ्यौँ। घुम्ने भनेको त भिडियो फोटोको लागि नै रहेछ। अनि हामीले भिडियो फोटो खिच्यौँ। त्यसपछि यो कहाँ पुग्यौँ हामी, यो कुतुब मिनार, दिल्लीका कुतुब मिनार भन्छन्, त्यो कुतुब मिनारमा पुग्यौँ। कुतुब मिनारमा पनि एउटा दुईटा फोटो खिच्यो, भिडियो खिच्यो। अनि फेरि लाग्यौँ छोरीलाई कानमा बोक्दै अघि बढ्नुभयो। अनि यो लोटस टेम्पल त सबैजनालाई थाहा नै छ होला। लोटस टेम्पल पनि एकदमै राम्रो रहेछ। त्यहाँ गएर पनि एकदम मन शान्त भयो। तर यो दिल्लीको गर्मी भने यति धेरै थियो। त्यो दिल्लीको गर्मीमा त्यो मजा लिन त गाह्रो नै थियो, तर पनि त मजा त लिन परिहाल्यो, रमाइलो गर्न परिहाल्यो। अनि त्यसपछि हामी चाहिँ यो दिल्लीको यो लोटस टेम्पल हेरेर हामी लाग्यौँ लाल किल्ला हेर्न। लाल किल्ला पनि यस्तो राम्रो, यति धेरै ठुलो रहेछ। लाल किल्लाको एरिया घुम्दा पनि हामी त यति थकित भइसकेका थियौँ। अनि मेरो छोरीलाई हेर्न सक्नुहुन्छ, लाल किल्लामा रमाउँदै चस्मा लाएर टोपी लाएर यसरी हिँडिरहेकी थिइन्। एकदम थकित भएर लास्टमा त यस्तरी थकित भएर बसेकी थिइन्। त्यसपछि चाहिँ हामी लाल किल्लालाई बाई बाई गर्दै अगाडितिर बढ्यौँ। अगाडितिर बढिसकेपछि त्यहाँ चाँदनी मार्केट पनि नजिकै रहेछ। त्यसपछि हामी चाँदनी मार्केटतिर लाग्यौँ। चाँदनी मार्केटमा गएर चिसो जुस खायौँ। हामीले जुस खाएपछि चाहिँ एकदम ठन्डा आरामिलो। बेलुकै भइसकेको थियो। त्यसपछि हामी बेलुका भइसक्यो। अनि त्यहाँ घुमघाम गरेर धेरै सपिङ गर्ने भनिएर आएका थियौँ यहाँ, तर हामी सपिङ गर्न पनि भ्याएनौँ। बेलुका भयो अनि थकित पनि एकदमै थियो। अनि हामी घरतिर लाग्यो। आजको लागि थ्याङ्क्स फर वाचिङ।